Cheers! हेलो नमस्ते साथीहरू, वेलकम टु माई मिनी ब्लग। बाई द वे, यो हिजोको शनिबारको दिनको पिकनिक हो। हाम्रो यो रानी बाबा स्पोर्ट्स सेन्टर जुन एकदमै फेमस जिम सेन्टर हो, यहाँबाट हामी पिकनिक गएका थियौँ माथि टाइगर टप। यति रमाइलो गऱ्यौँ, यति नाच्यौँ है। अहिलेको भाइरल गीतहरूमा सायद केही झलकहरूमा देखाउँछ है त। ल हजुरहरूले हेरिहाल्नुभयो कति रमाइलो भयो भनेर। यो बिचमा त्यहाँ हाम्रो दाजुभाइहरूले झन्डा बुर्जा पनि खेलाएको थियो कि यो ग्याम्बलिङलाई प्रभाव होइन कि एउटा हल्का रमाइलोको लागि झन्डा बुर्जा जुन हामीले अलमोस्ट अहिलेको न्यू जेनेरेसनले त बिर्सिसकेको त्यो पनि खेल्यौँ र हामीले म्युजिकल चेयर पनि खेल्यौँ। म्युजिकल चेयरमा हामी लास्टमा गएर क्यान्डिडेट जस्ट दुईजनामा मेरै साथीहरूले जित्यौँ कि त्यसपछि त्यो जितेपछि सबैजना यति खुसी भयो हाम्रै साथीहरूले जितेको भएर। त्यसपछि हामी नाच्यौँ, खेल्यौँ, रमायौँ, खाना पनि टन्नै खायो। खाएपछि पचाउनु त पऱ्यो, सबैजना नाच्यौँ। त्यसपछि धेरै गाउने नाच्ने रमाइलो गर्दा बेलुका साँझ पनि परिसक्न लागिसकेको थियो। त्यसपछि अब हामी फर्किनुपर्छ भनेर लास्ट डान्स गऱ्यौँ कि लास्ट डान्स यति रमाइलो भयो, यति नाच्यौँ कि त्यहाँ कहिले ननाच्नेहरू पनि सबै नाच्न लाग्यो कि यति रमाइलो। किनभने लाइफमा के हुन्छ अघि पछि कसैलाई थाहा छैन। एक बारको जुली हो, मजासँग साथीभाइसँग खाना लाउने, रमाउने, नाचगान गर्ने, आफूलाई नेगेटिभिटीहरू फ्याल्ने, पोजिटिभतिर लाग्ने, आफू केही सक्षम हुने कामहरू स्किलहरू सिक्नुहोस्। यसरी नै रमाइलो गर्नुहोस्। अब अलमोस्ट हाम्रो यो 2082 साल पनि अलमोस्ट एन्ड अफ द इयर जस्तो नै भइसकेको छ। अब 2083 सालपछि हजुरहरूको अग्रिम मङ्गलमय शुभकामना सबैको शुभ रहोस्। धन्यवाद।